संसारमा यस्तो प्रकारको कार्य शैतानले गरिराखेको छ किनभने त्यसलाई प्रकाशित वाक्य थाहा छ। त्यसलाई प्रकाशित वाक्य थाहा छ। यीशु ख्रीष्टको आगमन नजिक छ भनेर त्यसलाई थाहा छ। त्यसको कारणले गर्दा यो गेत्सेमनी पेन्टिकस्टल चर्चमा एउटै पनि विश्वासी यीशु ख्रीष्टको आगमन उठाइनु हुँदैन भन्ने चाहिँ त्यसको के छ? सोच छ। यो गेत्सेमनी पेन्टिकस्टल चर्चको अगुवा विश्वासी कोही पनि यीशुको आगमन हुँदा चाहिँ नउठोस्, ताकि भोलि दिनमा विपत्तिमा परेर मरोस् अनि तर आगोको भट्टी मसँग उफ्रोस् डान्स। त्यति बेला चाहिँ कस्तो चाहिँ हुन्छ होला? त्यसको त पावर छ। नरकको आगोको भट्टीमा हामी पुग्यौँ अरे, त्यो पनि आयो अरे। अब त्यो त त्यहाँको त अब विपत्ति नै होला। त्यसको त पावर हुन्छ होइन। अब त्यसले त्यसकोमा त पावर छ, त्यसले त त्यो आगोको राख पनि त्यसले त सहला नि त लु। तर हाम्रोमा त्यो पावर हुँदैन, हामी त उफ्रिनु पर्यो। त्यति बेला टर्चर चाहिँ कस्तो हुन्छ होला हामीलाई? आजको दिन त उफ्री उफ्री त्यसको विरुद्धमा बोल्दैछौँ नि त, उफ्री उफ्री त्यसलाई निकाल्दैछौँ नि त यसको सेनाहरूलाई। ए भूतात्मा निस्के, ए शैतान निस्के, निक्लेर पनि जाँदैछ नि। तर आफ्नो शरीरको अभिलाषामा फसिएर चाहिँ हामी यदि भोलिको दिनमा नरकलोकमा गयौँ र न्याय पछाडि हामी अग्निकुण्डमा फालिँदाखेरि नरकमा जाँदाखेरि शैतान पनि आइपुगेकै हुन्छ। अनि त्यति बेला त्यसले हाम्रो के हालत गर्ला भनेको? अरूको त के गर्ला, हाम्रो चाहिँ के हालत गर्ला? हामी त शत्रु हो नि त त्यसको। त्यसले त सानो टचर दिन्छ होला नि त। यस्तो कुराहरू हामीले सोच्नुपर्छ क्या उनीहरूले। त्यही कारणले गर्दा भन्छु म हजुरहरूलाई, यस्तो खालको षड्यन्त्रहरू चाहिँ शैतानले रचिराखेको कारणले गर्दाखेरि म हजुरलाई के भन्न चाहन्छु भने आजको दिनमा चाहिँ परमेश्वरले विशेष गरेर हाम्रो गेत्सेमनी पेन्टिकस्टल चर्चलाई चाहिँ उहाँले ती दिनमा जसरी यहोशुलाई चलाउनु भएको थियो, आजको दिन उहाँले त्यसरी चलाउन चाहनुहुन्छ। हामी यो गाउँको लागि, यो ठाउँको लागि, बचाउनुको लागि चाहिँ अनि साथै जो विश्वासीहरू, जो शैतानले विश्वासीलाई जसलाई खर्लापै पारेको छ शरीरको अभिलाषामा, उनीहरूलाई बचाउने कार्य चाहिँ अब पेन्टिकस्टल, यो गेत्सेमनी पेन्टिकस्टल चर्चलाई उहाँले दिन चाहनुहुन्छ। आमेन, बुझ्नु हुँदैछ नि? उहाँले कार्य गर्नु चाहनुहुँदैछ हाम्रोबाट। त्यसैले गर्दाखेरि यो परमेश्वरको एउटा वायु शासाबाट जन्मेको अन्तसम्म यहाँ आएको हो। पास्टर बाबुलाई त्यसै अगुवाई भएको होइन, हाम्रो बातचित त्यसै भएको होइन। यो मण्डली बढ्नुपर्छ, यो मण्डली घट्नु हुँदैन। यो मण्डली बढ्नुपर्छ। यो मण्डली सामदानमाथिको बत्ती हो, यो मण्डली नुन हो। याद गर्नुहोस्, यो मण्डली ज्योति हो। यो मण्डली अन्धकारमा भट्केको मानिसहरूले देख्नुपर्छ यो मण्डलीलाई। हेर्नुहोस्, उनीहरू पनि उकालै माथि नै जानु खोज्दैछ, गलत ट्र्याकमा पठाउँदैछ। अब हामीले सही ट्र्याकमा हामीले ल्याउने काम चाहिँ हामीले गर्नुपर्छ। आमेन। अनि यसको लागि चाहिँ परमेश्वरले हामीलाई प्रयोग गर्न चाहनुहुन्छ। के तयार हुनुहुन्छ तपाईँहरू? तयार हुनुहुन्छ? परमेश्वरको निम्ति योद्धा बन्न तयार हुनुहुन्छ? याद गर्नु, शैतानले AK-47 देखि लिएर न्युक्लियर बम पड्काउँदैछ। अब हाम्रो पनि काम हो AK-47 न्युक्लियर बम पड्काउने। याद गर्नुहोस् है, एफिसी 7:10 देखि लिएर 17 पदको हात हतियार धारण गरेर, याद गर्नुहोस्, हाम्रो कम्मर सत्यताले कसेर, धार्मिकताको छाती पता लगाएर, सुसमाचारको तयारीको मिलापको जुत्ता, विश्वासको ढाल, मुक्तिको टोप अनि आत्माको तलवार चाहिँ परमेश्वरको वचन हो। यसलाई धारण गरेर अब चाहिँ लडन त लड्न तयार हुनुहुन्छ? हालेलुया, तयार हुनुहुन्छ?